अब छोरी पाउने भाउ त विदेश छ, छोरी पाउने आमा कतातिर छ? आमा त आमा खोइ ल यहाँ भाउजू आउनु खै कता ल आउनुहोस् हो न यो वर्ष गाडी देवा पनि म बडा बाउ तपाईँ भनेर यो के गर्नुपर्ने, दिनुपर्ने विचार छ कि नदिउँ भन्ने विचार छ कि के छ यो भन। अब तपाईँहरूको के छ, म त दिउँ भनेर अब आएको हाम्रो सबैजनाको अनि दिउँ आमाले दिउँ भनेपछि हामीले नदिउँ भनेर भनेर भेला भएको सबैजना दिनु होला कि दिउँ? दिउनुपर्छ नि। ठिकै छ त भनेपछि यो रितमा उहाँले छोरी नातिनीको लागि तेरो छोरी मेरो नातिनी यो पक्रिनु हामीले पक्रिँदा बाधा पर्दैन? तपाईँ हुनुहुन्छ अब शिर मान्छे बडो मान्छे होइन, अब मैले त जानेको पनि छैन। नजानिकन कसरी छोरी पारेर दियो? भनेपछि अब दिनु नै होइन हजुरआमा त पालै आएको छैन। बडा हुनुहुन्छ, आमा हुनुहुन्छ, तपाईँहरू बिहा त गरिदिने होइन हामी त हामी बोलिदिने ल ठिक छ त। यो अब तपाईँहरूले हेर्ने भनेको लु आइज यहाँ बना सबै बोलाउनु लाग्छ तपाईँको साउन्ड बन्द गरिदियो भने यसो अलिकति पक्रियो तिमीले पक्रिदिनु अलिकति यसो भन्नु न। राजी खुसी हुनुहुन्छ नि हजुरहरू? राजी कि बिराजी भन्नु? राजी खुसी नातिनीलाई दिने उहाँले राजी खुसी हुनु पर्यो। हामीलाई हामी त एकदम आउनु हो जहाँ फुल मौरी हुन्छ भन्छ। अनि मेरो नातिनी अब फुलले तपाईँहरूले देख्नुभयो, आउनु हो मेरो नातिनीको अब ठिकै छ। हामी पनि अहिलेको समयमा हामी खुसी छौँ, लाख खुसी छौँ, दिनुभयो लाख खुसी छौँ। अब राम्रो होस् हामीलाई, तपाईँहरूले आएन त्यही हो। हामीलाई राजी दिनु बाउ छ
विदेशमा हजुर अब त्यस्तै हो हामीले नाति दिनै पर्यो अब तपाईँ बस्नु अब यहाँ अब धेरै ढिलो हुन्छ है अब परेन हुन्छ हजुर अब तपाईँ सियो होइन अब हाम्रो होइन मैले त अब लगभग बोलेँ पनि होइन अब उहाँ नाताहरू आउनुभयो एउटा हाम्रो चाहिँ नि फुलबारीमा फुल फुलेको रहेछ त्यो फुललाई चाहिँ नि उहाँले स्वीकार्नु भयो होइन अब उहाँलाई स्वागत अब हामीले आजदेखि उहाँ अब हाम्रो छोरीलाई म चाहिँ बडा बाबु है हजुर अब हामीले दिउँ होइन अब यसरी नै तपाईँ हाम्रो चाहिँ रिस्ता अघि बढ्दै जान्छ आगामी दिनहरूमा पनि होइन यो त फर्स्ट छ होइन हजुर त्यसले गर्दा अब हामी हजुर अब हामी प्रक्रिया हाम्रो छोरीलाई एकछिन हामी सबै टिका लगाउनुपर्छ अब हामी अब आउनु पर्छ चल्नु हुँदैन नानी आउट आजको इङ्गेजमेन्ट कस्तो हुँदैछ आजको स्पेसल हुनेवाला राम्रो हुँदैछ हुनेवाला पनि स्पेसलै छ है छोरी आउनु उता उता पौवादुङमा गाउँपालिका कति हो हाम्रो वडा नम्बर 3 अनि मैले व्यवस्थित उयो गरेर खिच्नु पर्दा Balani भएर बस balani भएर बस्नु पौवादुङमा गाउँपालिका वडा नम्बर 3 राजु दर्नालको आज इङ्गेजमेन्ट हुँदैछ यो कौशलटार पार्टी प्यालेसमा तपाईँहरूलाई कस्तो लाग्छ जस्ताको तस्तै भनिदिनु होला है यता यता बाहिर बाहिर जाऊ बाहिर बस त हजुर
भोजपुर गाउँपालिका 3 च्याङ्ग्रे धनबहादुर दर्नाल राजकुमार राजु दर्नालको आज इङ्गेजमेन्ट हुँदैछ। उठेर अब के गर्नु अब बेहुले उनीहरू लगाइ गर्छन् अनि के गर्नु पहिला बेला अनि के गर्नु पहिले के गर्नु साललाई सिकाइदिनु न सिकाइदिनु न पहिला अब म अब होइन हो तपाईँले यहाँ कहाँ छोड्नु भिडियो बनाउनुलाई अब होइन पहिला त के हो तपाईँले पनि टिकट लगाइदिएर लाइदिनु न पछि होइन उनीहरू दुईजना टिकट लगाएर लगाएर हामी टिका लगाइदिन्छ ल ल त्यो आउँछ ल के त्यसो गर्नु के गर्नु